Let's talk, everyone. Let's talk. Let's be with me. वेलकम, नमस्ते छ, स्वागत छ सबैलाई। ल गाइजहरु, उत्तम नेपाल भनेर चिन्नुहुने हैन, यो कलाकार, पत्रकार, कार्टुनिस्ट हैन, स्याटरिस्ट हैन, उत्तम नेपाल भनेर चिन्नुहुने सम्पूर्ण सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो लाइभ रुममा स्वागत छ। बोल्नुपर्ने टपिकहरु, भन्नुपर्ने कुराहरु धेरै छ यहाँहरुसित, मेरो भ्युअरहरुसित, मेरो भ्युअरहरुसित प्रत्यक्ष नजोडिएको र मैले जनतालाई सुनाउनु पर्ने कामहरु मेरो भ्युअरहरु, साथीभाइहरु, मित्रहरु, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु, विश्वभरि छरिएका नेपाली कम्युनिटी र नेपाली डायस्पोरा, नेपाली समुदायहरुलाई मैले मेरो कुराहरु धेरै बोल्नु पर्ने छ, धेरै संवादहरु गर्नुपर्ने छ, नेपालमा धेरै कुराहरु गर्नुपर्ने छ दाजुभाइ दिदीबहिनीहरु। अब तपाईहरु आउनुहोस् यो मेरो लाइभमा, कमेन्ट गर्नुहोस्, क्वेशन गर्नुहोस्, अनि त्यसपछि विभिन्न तपाईको मेरो लाइफको, मेरो व्यक्तिगत कुरा भन्दा पनि हामी देशको कुरा गर्छौं यहाँ बढी हैन, देशको कुरा गर्ने, अनि यो बढी देशको कुरा गर्ने, समाजको कुरा गर्ने, देशको विकासको, देशको समृद्धिको कुरा गर्ने, यी ठुला ठुला नेताको पनि कुरा गरौँला हैन, ठुला ठुला र अहिले नयाँ आएका छन् नि, नयाँ आएका नेताहरूको पनि कुरा गरौँला, अनि देशको क्रिकेटको कुरा गरौँला, देशको फुटबलको कुरा गरौँला हैन, देशको फिल्मको कुरा गरौँला, देशको कला साहित्य संस्कृति पर्यटन सबै विषयमा कुरा गरौँला। अब यो विषयमा लाइभ स्ट्रिममा एउटा डिबेट हुनु आवश्यक छ अब हैन। सचेत नेपाली, जागरुक नेपालीहरूलाई, सामाजिक राजनीतिक रूपमा एकदमै सचेत र जागरुक नेपालीहरूलाई मेरो लाइभ रुममा स्वागत छ सबैलाई। मैले टिकटकको लाइभमा पनि यही भन्ने गरेको छु, फेसबुकको लाइभमा पनि यही भन्ने गरेको छु, र मलाई जहाँसम्म लाग्छ यहाँहरूले मलाई एकदमै मोटिभेट गर्नुहुनेछ। मैले यहाँहरूलाई मोटिभेट गर्न आएको होइन, मैले यहाँहरूलाई केही सिकाउन आएको होइन लाइभमा, म त यहाँ सिक्न आएको है, म त आफै प्रोत्साहित हुन आएको तपाईहरुबाट। मैले कसैलाई प्रोत्साहन गर्ने, कसैलाई मोटिभेट गर्न आएको होइन कि, म चाहिँ तपाईहरुबाट मोटिभेटेड हुन आएको है। र मलाई आशा छ तपाईहरुले मलाई एकदमै इनर्जी पनि दिनुहुनेछ अनि प्रोत्साहित गर्नुहुनेछ। अनि यो चाहिँ कस्तो भने सिक्ने सिकाउने भन्दा पनि त त्यस्तो त भन्न मिल्दैन, तर हामीले एकअर्काबाट धेरै कुरा चाहिँ सिक्न सक्छौं, जान्न सक्छौं जस्तो लाग्छ। अब ठ्याक्कै यही सिक्ने उही सिक्ने भन्दा पनि जस्ट being in live stream is only for connection, everyone, you know, and if you get some inspiration, motivation, you know, through my voice, through my tongues, through my speaking, through my creativities, you know, through my live stream, through my live hosting, you know, through my every activities, through my any contents, you know, I'll be more happy. I'll be more happy if you be with me, and if you connect each other, if you grow togetherness, if you get some positive vibes, some positivity, you know, I'll be more happy. And let's energize me to talk more through some question. मैले अहिले बोलेको चाहिँ just I'm talking with Facebook algorithm, meta algorithm and meta system सित बोलेको। मैले यहाँ अहिले न कि म यहाँ भ्युअर छैन, नत्र मैले किन बोल्थे हैन, कोहीसँग बोलेको हैन। तर एउटा कुरा के भने after this live stream this video will be posted as real, I think, as a real, you know, and then you can comment, then you can be participated through comment section about my live stream, about my talking, about my thoughts, about my opinion, you know, about my speaking. Come to in comment section, you know, after this live stream. And it doesn't matter how many viewers here are, you know, I'm not right now I'm not talking with any viewers, I'm not giving any answers to any questions, you know, just I'm talking with meta system. भनेपछि दाजुभाइ दिदीबहिनीहरु, फेसबुक लाइभ भनेको सोशल मिडियाको हैन, मैले फेसबुकको मात्र कुरा गरिन, फेसबुकमा आएर जस्ट मैले फेसबुकको मात्र कुरा गरिन कि every social media is the huge platforms, you know, I think it's these days, in this modern age, in this social media age, it's becoming, you know, as the biggest television show, you know, live stream is becoming the biggest television show. I think that, and
What do you think? What do you think? As we are journalists, I'm thinking, I already spent more than 22 years in Nepali journalism, satire, political, social cartoons. What do you think? What do you think about the future of radio, television show, television show, or social media live stream? What do you think? And I'd like to get your point of view. I would like to get your opinions, in comment section. So join me, guys. Join me in my live journey. I always want to open my mouth, with loud voice in the social media, as I didn't speak, for a long time, I didn't speak. मैले लामो समय भयो मैले 20-25 वर्ष नबोली है, अनि सोचेर मात्र मैले यत्रो यो सरकारहरूलाई, शीर्ष नेताहरूलाई कति व्यङ्ग गर्ने हैन। तपाईहरुले पहिला थाहा भएकै होला, तपाईहरुले सुन्नु भएकै होला, तपाईहरुले पढ्नु भएकै होला, रेडियोमा नाम सुन्नु भएकै होला, रेडियोमा मेरो र पत्रिकामा, रेडियोमा सुन्नु भयो होला, पत्रिकामा छापिएको कुरा रेडियोमा सुन्नु भयो होला हैन। कति व्यङ्ग गरियो, 30 वटा सरकार बन्यो मेरो कलाकारिता र व्यङ्गकारिता पत्रकारिताको दौरान हैन। 30 वटा सत्ता पक्ष र 30 वटा सत्ता पक्ष र 30 वटा प्रतिपक्षका क्रियाकलापहरूलाई कति व्यङ्ग गरियो हैन। अब व्यङ्ग गरेर मलाई पछि अब व्यङ्ग गर्न मन छैन, अब मलाई बोल्न मन छ धेरै हैन। त्यो व्यङ्ग गर्ने क्रममा चाहिँ I didn't speak more, दिनेश दा, okay, and I didn't speak more. Come on everyone, let's I am just I don't want to speak alone here. Bring them on camera. Oh, Dinesh Dal is watching. Where are you from, Dinesh? Bring them on camera. What does that mean? Anyway, I think I was talking about political social cartoon, and you told me to bring some political social cartoons, in front of camera, and I think you are asking me to show my cartoons right now. But I'm really not interested to show my cartoons, and I think I'll post those cartoons, with the storytelling these days. I'm planning for that. अब मेरो यो भिडियो चाहिँ लाइभमा आएर बोलिरहेको छु अहिले हैन। यो चाहिँ किनभने कहिलेकाहीँ आक्कल झुक्कल हप्तामा एक दिन पनि भएको छैन लाइभ, अनि त्यही भएर सिस्टम ट्रेन्ड पनि भएको छैन हैन। अनि एक त मेरो प्रोफाइलको जुन सिस्टम हुन्छ नि, फर यु पेज सिस्टम मर्यो कि बाँचिरहेको छ हैन। इज इट अलरेडी डाइड or इज इट स्टिल अलाइभ, आई वान्टेड टु चेक द्याट वान थिङ इम्पोर्टेन्ट द्याट, अनि त्यस पछाडि चाहिँ अनि अब भिडियो बनाउनु भन्दा पनि लाइभमै बोल्नु, यतिकै भिडियो बनिहाल्छ हैन, विदाउट एनी प्रिपरेसन, विदाउट इट्स बिफोर कमिङ टु लाइभ स्ट्रिम I didn't think anything, what to speak, what to present, what to show. I didn't think anything. Then I thought, why should not I come in real time to interact with my followers, viewers, So I thought, अनि भिडियो बनिहाल्छ एकैछिनमा पनि। अब यहाँ बोल्दै त्यतिकै कति सजिलोसँग लाइभमा क्लिक गरे भिडियो बनिहाल्छ, एडिट गर्नु परेन। क्या मजा, मलाई त यस्तो लाग्छ नि। यो चाहिँ इम्प्रम्प्टु वेबाट हैन, विदाउट एनी प्रिपरेसन मलाई यसरी बोल्दा कम्फर्टेबल पनि फिलिङ हुन्छ क्या। अनि त्यो भिडियो बनाउने भनेपछि चाहिँ के हुन्छ भने कता के गर्नुपर्ने, फर्मल हुनुपर्ने जस्तो लाग्ने हैन। सो आई डोन्ट लभ टु I will create so many contents and videos, but actually I don't love to create. I don't that was creating other videos, and that was only my compulsion. अनि यहाँ आएर बोल्दाखेरि चाहिँ, अनि लाइभमा बोल्दाखेरि चाहिँ गजब एकदमै I feel so comfortable. अनि just I want to host my live, in TikTok, YouTube and Facebook in same time, as a television show. अब चाहिँ यो राजनीतिक सामाजिक विविध विषयहरूको संवादमूलक थलो बनाउनु पर्छ हैन। नेपाली दाजुभाइ डायस्पोरा, Nepalese, I want to talk with the Nepalese diaspora, who has been residing in so many countries, and I want to bring their problems, and some solutions to. अब चाहिँ यो विषयमा बढी चाहिँ इन्टरेक्टिभ संवादहरू गर्नुपर्छ भनेर मैले लागि परेको छु।
र सरप्राइज फन इन्टरटेनमेन्ट सटायर त छँदैछ जिन्दगीभरि त्यो त होइन सरप्राइज त्यो छँदैछ तर अब यो तरिकाले लाइभ स्ट्रिम गर्नुपर्छ अब हेरौँ अब मैले कति गरेँ लाइभ अब चाहिँ यो भिडियोको रूपमा पोस्ट हुन्छ अनि त्यहीँ आएर कमेन्ट सेक्सनमा सबैले संवाद गर्नु होला है क्वेसन गर्नु होला नेपालको पोलिटिक्सको बारेमा नेपालको जेसुकै विषयमा पनि मेरो लाइफको बारेमा स्पेसली त म पर्सन हो यहाँ मेरो पर्सनल पेज हो मेरो पर्सनल लाइफ हो हैन मेरो बारेमा क्वेसन गर्नु होला तपाईहरुको बारेमा बताउनु होला यदि केही क्वेसन गर्न जान्नुहुन्न केही स्पेशल केही क्वेसन छैन भने पनि हेलो हाई हुन्छ नि हेलो हाई डोन्ट फर्गेट टु से हेलो और हाई और नमस्ते So how's this live stream? I hope you will be in comment section.